तँ गाडी उठिस् तँ याला के गर्दैछस् कफिमा आउँदैछ ओहो काकाकोमा आउनु भएछ आउनुहोस् काका रातो चिया भए पनि पिएर जानुहोस् आउनुहोस् न बस्नुहोस् तेरो रातो चिया खानु चिया भएन त तेरो टाढ भातको चिया 2 महिना 3 महिना भइसक्यो तैँले त्यो अस्ति ल्याएको 1 किलो सुँगुरको मासुको पैसा तैँले अहिलेसम्म दिनु नसकेको के गर्नु मैले तँलाई तेरो ढाँड भात नै पर्ने हो के गर्नु काका गरिब दुःखी छु खोइ अहिले भने जस्तो काम भएको छैन मासु र दुधको पैसाहरू त दिनुपर्छ अरे दिन्छु नि आउनु न बस्नु काका मैले हिजो त्यो लोकल त्यहाँ पर काकी घरबाट ल्याएर आएको छु सेतो के खानुहुन्छ अब रातो हरियोहरू त छैन हाम्रोमा खानुहुन्छ अब नखाऊ भने पनि के गर्ने हिजो दङदागी छ निकाल्न त खाइदिउँ एक गिलास केही छैन लु काका यो चाहिँ फुल बोतल चाहिँ नेपालबाट ल्याइदिएको अरे एकदम हो म लगाइदिँदैछु है स्याबास बहुत कडा बाप्रे कडा रहेछ तपाईँ अझै खानु न म लगाइदिँदैछु खानु कति खानुहुन्छ तपाईँ खानु न लगाइदिँदैछु गयो होला खान्छ यतिले नै भेट्यो हेर आज म तल कुर्छु भनेर नै आएको थिएँ डन्ठा लिएर हो त तँलाई राति हुँदैछ कुकुर सुकुर चोर चोर आउँछ कुदाउनु राखेको डन्ठा पनि भयो तल म माग्दिनँ अब खुवाइहालिस् एका बिहानै माथिहाल्यो अब के गर्नु अब बिहानै झ्याप्पै बनाइहालिस् ल ठिक छ म गयो त बस मेरो पनि घरमा धेरै कामहरू छ ल ल बाई 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 आज म त साह्रै नै माते